सो गुड मर्निङ एभ्रिवान। हामी चाहिँ हिजो काँक्रेमा बस्यौँ अनि अहिले चाहिँ टाइम भएको छ 6:24। अनि हाम्रो प्लान चाहिँ सकेसम्म 7 बजीसम्म चाहिँ यहाँबाट माथि तकसेरा निस्किने प्लान हो। अनि हिजो चाहिँ अब हतारमा गाह्रो भएको बेलामा आयो, चिसो पनि थियो, अब झ्याप्पो आयो बसिहाल्यो। तर माथितिर चाहिँ गाउँ पनि दामी रहेछ। इट्स लाइक ओल्ड, त्यो पुरानो खालको भिलेज भनौँ न। अनि ट्याक्क यहाँको आर्किटेक्चर ट्याक्क यस्तो यस्तो दामी छ। अनि सो अब यहाँबाट चिया खाएर हामी निस्किहाल्छौँ, सबैजना फ्रेस हुँदैछन् अनि हामी पनि फ्रेस भयौँ। अनि त्यसपछि त्यो यतातिर चाहिँ बसहरू पनि नाइट बस सक्क काठमाडौँबाट आउँदो रहेछ। आई नो दिस कमलतालको बसहरू राम्रो बसहरू हो। त्यही हो, इट्स अपडेट। सो चिया आइसकेको छ। यतातिर चाहिँ खासै भैँसी नपाल्ने भएर चियाको चाहिँ दुध चाहिँ अलिकति नपाउँदो रहेछ है, कोही कोहीको मात्र। तर चिया चाहिँ दामी रहेछ दिदी, थ्याङ्क यू सो मच। चिया मिठो छ दिदी, धन्यवाद। हजुर काँक्रीमा चाहिँ एउटा मायाको आफ्नो चिनो छ। चियर्स। हालुमा केटा हालु राम्रोसँग आज चाहिँ पानीले भिज्नु भयो नि। सो अब हामी कहाँ जाँदैछौँ? अब हामी चाहिँ एक्ज्याक्ट भन्नुपर्दा हामी चाहिँ तकसेरा जाँदैछौँ। तकसेरा गएर फेरि हामी धरपाटन पुनः। सो अब हामी चाहिँ निस्किन, हामी छिटो जाने भने यस्तै हुन्छ ट्राभलमा जहिले पनि। हिजो चाहिँ हाम्रो पानी भिजेको थियो क्या, सबै आजो थियो एकदम राम्रोसँग बाँधेर। टाइम बरु यसमा लागोस् होइन। अनि सबै कुरा फिक्स छ, ब्यागहरू सबै म्यानेज गरेर वी आर मुभिङ अप। अब चाहिँ सबै सिधै अप हिल हो, बाटो राम्रो होस् जे होस् होइन, त्यति हो। गाडीलाई केही असर नपरोस्, अहिलेसम्म त नथिङ त्यस्तो केही भएको। अनि हाउ यु फिलिङ? एकदम एक्साइटेड। अब तकसेरा गएर हेरिन्छ त्यहाँ, त्यसपछि धोरपाटन हिउँ परे खारे, अब हिउँ खेल्ने, रमाइलो गर्ने। यतिको त दिनै पर्यो फेरि, यतिको त दिनै पर्यो होइन। ट्राभलमा चाहिँ गाडीको सर्ट खिच्नु चाहिँ एकदम गाह्रो हो क्या। चाप्पो झरेर फेरि जानुपर्छ। गाडी अगाडि पुगिसक्यो, यो ट्रेनिङको यहाँको सर्ट लिएर। सो यसको रिक्स त्यस्तो लिएको छैन, हात मजाले समातिरहेको छु होइन। सो लुकिङ टु द भ्यू, पानी आज पनि परिरहेछ। अनि लुक एट दिस भ्यू। सो इफ यु आर वाचिङ दिस प्लिज कम वन्स इन यर लाइफ। यतातिर चाहिँ you can have the different life here ka. सो आई थिङ्क पछाडि तकसेरा होला है। सो हामी आइसकेका छौँ। अनि यहाँ पानी चाहिँ एकदम ठुलो परिरहेछ। तकसेरा कहाँ हुँदा है? पारी हो सेरा चाहिँ, यो चाहिँ
सेरा हो पारीको चाहिँ टक हो सो हामी चाहिँ अहिले ठ्याक्क टक आइपुगिसकेका छौँ अनि अब यहाँ चाहिँ एउटा समस्या आइपऱ्यो किनभने हाम्रो गाडी चाहिँ कालो प्लेट हो चाहिँ अब कमर्सियल गाडी भनौँ न यो चाहिँ अब मान्छेहरू बोक्ने गाडी भयो हामी अब प्राइभेट हिसाबले आयौँ तर यसको लागि चाहिँ पर्मिट चाहिँ चाहिँदो रहेछ हामीलाई थाहा थिएन त्यो कुरामा चाहिँ हामी रङमै अब पर्सनल्ली हिसाबले हिँड्यौँ सो त्यही भएर त्यस्तो एक्ज्याक्ट फिल केही थाहा नै भने बसेमा साथै चाहिँ गएको छन् पुलिस चौकीमा उहाँले चाहिँ यस्तो यस्तो समस्या त भन्नुभएको छ अब यसलाई कसरी सल्भ गर्न सकिन्छ गर्छन् दुईजना गएको छन् मनोज र विकल्प अनि जोस त्यही हो अब जोस एउटा नयाँ कुरा सिक्यो भनौँ न आफ्नो जुन रजिस्ट्रेसन भएको ठाउँ छ त्योभन्दा अरू ठाउँ जाँदाखेरि चाहिँ हामीले केही न केही पर्मिटहरू चाहिँ लिनुपर्ने रहेछ अनि त्यही इट्स फिल गुड अनि सबैजनालाई रमाइलो भइरहेछ भनौँ अनि अब खाना खानुपर्ने हुन्छ त्यस यताको रपन देखेर आफ्नै ठाउँ जस्तो फिल भयो क्या यो रुकुम अर्को जिल्ला हो तर बागलुङ जस्तो क्या सबै कुरा यहाँनिर त्यही हो रमाइलो भइरहेछ अब यो काम सकाउँ अनि त्यसपछि के हुन्छ रुकुमको सबै गाउँहरू चाहिँ यस्तै यस्तै मिलेर बसेको छ सो हामीलाई चाहिँ अलिकति सोसियल मिडियामा देख्दा र अलिकति डिफ्रेन्ट लाग्ने ठाउँको कारण चाहिँ के भने एकदम त्यो यसको बनावट यसको भिडमा यसरी गुजप्प बसिरहेको हुन्छ नि त त्यसले गर्दाखेरि इट्स लुक भेरी नाइस अनि यहाँ इट्स गुड टु बी हियर सबैजना रमाइलो भइरहेछ त्यही हो गाउँको भाइ भयो एकछिनमा टाइम मिल्यो भने हामी माथि पनि अलिकति एक्सप्लोर गर्नुपर्छ सो भाइहरूलाई 10 रुपियाँ तिरेर हामीले बल रेन्ट गरिसकेका छौँ अब एकछिन खेल्नुपर्छ खैले सो हाम्रो 10 रुपियाँको बल रेन्टमा हामी खेल्दैछौँ है नचलाऊ है आऊ खेल्नेमा तिमी नि आऊ ठ्याक्क यस्तो गर्ने होइन बाबु बल लगा So yeah, it's fun to be here. Fantastic, wonderful. Yes, love for the game. Player त भन्न मिल्दैन भाइ तँलाई कालै भयो त किन देख्यो केही त देखियो होला किन देख्यो पुरै स्किन त पुरै कालो सो हामी चाहिँ अब टकमा टकको लोकल भात हान्दैछौँ है परिरहेछ अब एकछिन खाना साना खाएर माथि गाउँसँग मिलेर फोटोसोटो अर्ग्यानिक मान्छेले अर्ग्यानिक भात खाइराखौँ गाई अहिले भिडियो समाप्त